त गाइस आज भने चाहिँ हामी यहाँ माथि हेलिप्याड दलपतन हेलिप्याडमा हौजी अनि मेलाको फाइनल छ। अनि आज हौजीमा चाहिँ तपाईँको बुलेट राखिएको छ बम्पर प्राइस चाहिँ। त बुलेटको लागि चाहिँ अब हामी म अनि मेरो साथी अब हामी चाहिँ मेलामा जाँदैछौँ है। बाँकी कुरा चाहिँ छिटो के भन्छ ल्यान्दी गन्थन नगरौँ हो। बाँकी कुरा चाहिँ माथि गएर एकदम बुलेट माथि नै है। मेलामा चाहिँ आज चाहिँ लास्ट भएर धेरै भिड रहेछ क्या। गाडी त 3-4 किलोमिटर लम्बाइ रहेछ हो बाइकहरू। यहाँ त अब तपाईँको यहाँ अलिकति डेमो मात्रै हो। यहाँ त पर उता 2 किलोमिटर अनि यता 2 किलोमिटर छ। गाडी चाहिँ तपाईँको राख्ने जग्गा पनि छैन हो। आज हौजीको लास्ट पनि हो। अनि तपाईँको लास्ट बम्पर गेममा चाहिँ रोयल इनफिल्ड हन्टर राखिएको छ। आज चाहिँ मेलाको लास्ट भएर होला हो। मान्छेहरू साह्रै बेसी छ। अहिले सेकेन्ड लास्ट गेम हुँदैछ। यसको पछाडि बम्पर गेम हुँदैछ। अनि चाहिँ बम्पर गेम म चाहिँ यहाँ माथि रोडमा आइरहेको छु है। यहाँ माथि रोडबाट तपाईँहरूलाई तल मेलाको नजारा देखाउन लागि यहाँबाट हेर्नुहोस्। ल हेर्नुहोस् भिड आज मेलाको। यहाँ त अझै छेलिँदै रहेछ क्या। कसको भागमा चाहिँ होला रोयल इनफिल्ड। अहिले त पुरा छरेर बसेको छ। अहिले हौजी चलेको छैन हो। अहिले सेकेन्ड लास्ट यस पछाडि बम्पर छ। बम्पर सबै मान्छेहरू तपाईँको अहिले दोकानतिर चिया दोकानतिर खाजा खानु हो चिया खानु यसरी थुप्रो। कति बाहिर छ कति रोडतिर छ। एकैछिनमा तपाईँलाई म यहाँबाट गेटबाट एन्ट्री भएर तपाईँलाई भित्री मेला भित्री ग्राउन्डमा पनि पसेर तपाईँहरूलाई म भिडियो देखाउन चाहन्छु। अब देख्नु तपाईँहरू हेर्दै गर्नुहोस्। भिड भिड भिड। अब यहाँदेखि हामी मेला ग्राउन्ड एन्ट्री लिँदैछौँ है। लिँदैछौँ मेला ग्राउन्डको एन्ट्री। तम्बोला लास्ट सेकेन्ड गेम सुरु हुँदैछ। यहाँदेखि एन्ट्री गेट पर्यो यो चाहिँ। यहाँदेखि मान्छेहरूको भिडहरू नाममा यतातिर छ नि त भिड त। दबाकै चल्दैछ हौजी। मान्छेहरू त त्यता छ अहिले। is followed by Red Line 1-in-1, 11, 8-on-8, Ekara. 11 is followed by Nalagan Keti, Borheda, Chetri, 5-8-3, 53, 5-on-3, T4. Ekara. 71 is followed by 8-on-8, 88, हामी चाहिँ मेलामा घुम्दैछौँ। बम्परको लागि इन्तजारमा छ। विकास महिलाको भर्दै कराउँदै हिँड्यो। विकासको बल अप अनि डाउन हातबाट यस बसी नम्बर सङ्ख्याले चाँडै नै फोर्कुनार चुडाएर लगिसक्नु भएको छ। अब हजुरको हातमा रहेको छ 3वटा लाइन क्विक 7 साथै फुल हाउस। 3वटा लाइन क्विक 7 साथै फुल हाउस। एटेन्सन प्लिज। लास्ट कल 89 इज फलोड बाइ फेसबुकको रिल्समा हेर्दा तिमी साह्रै नै बाठी तर नजिकमा आएर भेट्दा रहेछौ लाठी 6 अनि 0 60। आजको यो अन्तिम मेलाको यो अन्तिम
बम्पर हाउजीको बम्पर अन्तर तपाईहरुले लिएर जान 800 रुपैयाँ सक्नुहुनेछ टिकट काट्नेको भिडियो हेर्नुहोस् दर्शकवृन्द त्यसभन्दा अगाडि तपाईहरु सबैलाई मैले अघिबाटै सूचित गरिसकेको छु कि तपाईहरु माझमा हामीले सिर्फ तम्बोला मात्र हामीले आयोजित गरेका छैनौं तपाईहरुको समक्षमा हामीले विभिन्न कला संस्कृतिलाई पनि हामीले झल्काउने कोसिस गरिरहेको छौं सानो राज्य सिक्किमलाई विश्वमा नै चिनाउनमा सफल हुनुभएको थियो त्यो हो भोइस अफ युनिभर्स यस भोइस अफ युनिभर्स को विनर मिस्टर प्रीतम राय ज्यूलाई म यहाँ माइक्रोफोन दिन चाहन्छु र जोरदार तालीको साथमा उहाँलाई हामी स्वागत गरौँ है जाडो पनि निकै छ है र यो मेलामा गाउने एकदमै गाह्रो हुन्छ किनभने तम्बोला क्याम्पेन माहौल भइरहेको हुन्छ होइन सबैभन्दा पहिला चाहिँ म धन्यवाद दिन चाहन्छु प्रदर्शन मागेको सम्पूर्ण आयोजक यो जग्गा मेरो पनि हो है म यही जग्गामा बसेर म पढेँ यो हेलिप्याडमा म आएर क्रिकेटहरू पनि खेल्थेँ है धेरै यादहरू छ र म एकदम फर्मल हुन चाहदिनँ तपाईहरु सबैजना मेरो आफ्नो आफन्त हुनुहुन्छ तपाईहरु मेरो आमा बुवा दाजु दिदी मेरो भाइहरू साथीहरू सबै तपाईहरु मेरो आफ्नो आफन्त हुनुहुन्छ त्यसैकारण म फर्मल हुन चाहदिनँ है र आज मेरो यहाँनिर परिवार पनि आउनुभएको छ मेरो पापा आमा दाजु भाउजू सबैजना नाच्छन् है Thank you. Thank you so much. मजा आएन दौडेको सुनिका छु भन्थ्यौनी मसित मनको साइनो जोडे ठाउँको सित खदा यो अन्त काट्छु भन्थ्यौनी मसित मनको साइनो जोडे ठाउँको सित थ्याङ्क यू सो मच यो हो नि त पारा तपाईँहरूले यसरी साथ दिनुभयो भने त गाउनु मजा आउँछ नि त होइन अहिले उफ्रियो अहिले अञ्जलीमा थाप यो जन त्यसै फुरुका यो जन त्यसै फुरुका सबैलाई छट्टे 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 पेरुङ्गोमा बस्यो रिस गर्ने रेलीमै रिसै गरी बस्यो छेप्टे छेप्टे पेरुङ्गोमा बस्यो रिस गर्ने रेलीमै रिसै गरी बस्यो आँटिलो छोरी आँटिलो छोरो तिम्रो र मेरो मायाको डुरो छन्बलियो कसमरीमै छन्बलियो कसम छन्बलियो कसमरीमै छन्बलियो कसम छन्बलियो कसमरीमै छन्बलियो कसम छन्बलियो कसमरीमै छन्बलियो कसम Thank you so much, thank you. संसारमा छरेर बस्नुभएका सम्पूर्ण नेपालीहरूको निम्ति लास्ट कमाउ सबैजना खै युथहरू कता भयो हाम्रो सँगै गाउँ है त ल
सबैले जसो गरे भन जतासुकै लैजाऊ मलाई मन त मेरो नेपाली हो गम्भीरता मोनिटरमा लेखिनुहोस् त जसो गरे भन जतासुकै लैजाऊ मलाई Everybody come up! मन त मेरो नेपाली हो इतिहासमा कथा त लेखेकै छ जसो गरे भन जतासुकै लैजाऊ मलाई मन त मेरो 50,000 रुपैयाँ साथै एक्स्ट्रा प्राइज क्विक सेभेन 20,000 रुपैयाँ साथै फोर कर्नर पनि हजुरलाई 20,000 हामी दिइरहेछौँ प्रत्येक तीनवटा लाइनलाई 50,000 रुपैयाँ फोर कर्नर अनि क्विक सेभेनलाई 20,000 रुपैयाँ साथै पहिलाबाट नै हामीले घोषित गरेका छौँ कि बम्पर प्राइज हन्टर बाइक एटेन्सन प्लिज हजुरहरूको आजको यस अन्तिम गेमको प्रथम नम्बर मेरो त बुढी साह्रै नै बाठी लकडाउनकै बेला चामलसँग पिठो 60 6 अनि 0 60 मुख्य अतिथि लगायत विशिष्ट अतिथिगणलाई कृपया गरेर केही क्षणको लागि स्टेजमा निम्त्याउन चाहन्छु तपाईँले पार्नु भएको दाजुले ए दाजुको मैले ल्याइदिएको मात्रै नि दाजुको मेरो एउटै हो नि आफूले पनि कुदाउँदा भइगयो नि एउटा मात्रै थियो कि 5 कलमा पनि लागेन हौ होइन ल 100 मेरो फोटो निस्क्यो फेरि बर्बाद हुन्छ ल आजको हन्टर बाइक यही हो हौजीको चाहिँ हजुर हजुर ल हेर्नुहोस् आजको चाहिँ यो हौजीमा 800 रुपिसमा फसाउनु भएको है उहाँको खास अनर चाहिँ आउनु भएको छैन है उहाँ तपाईँले होइन नि हजुर उहाँले ल तपाईँलाई एकदम बधाई छ है हुन्छ धन्यवाद ल मिलेछ यहाँ हेर्नुहोस् स्कुटीमा आउनु भएको थिएछ ओनर चाहिँ यहाँ हुनुहुन्छ ल यहाँ हुनुहुन्छ ए होइन नयाँ बाइकको खुसियालीमा फेरि ल तपाईँलाई एकदम बधाई छ है एकदम बधाई छ है हवस् 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 अयो ल गाइस अहिले भने चाहिँ रातको 1 बजिसकेको छ हामी हौजी खेलेर है रातिको 1 बजी हामी साथीसँग खाना खाँदैछौँ मेरो हौजीमा चाहिँ एकदम विश्वास लागिरहेछ तपाईँहरू है तपाईँहरू मेरो टिकट हेर्नुहोस् यहाँनिर है तपाईँको यो जुन चाहिँ 74 चाहिँ 5 कलमा पनि आइदिएन हो अनि तपाईँको हेर्नुहोस् न यहाँ लाइनमा है कतिवटा यो चाहिँ 1 को लाइनमा यसै कतिवटा छ 2 को लाइनमा कतिवटा 7 वटा 8 वटा परेछ तर 70 को लाइनमा 79 आइदियो 73 आयो 74 आएन 77 77 73 79 मात्रै आइदिएको छ होइन 73 यसको जग्गामा 74 एउटै मात्रै रहेको छ हो 73 आयो 74 आएन कति विश्वास लागिरहेछ होला है साथीलाई पनि हेर्नु नि यहाँ अब रातिको 1 बजी खाना खुवाउँदैछु बहुत विश्वास लाग्यो तर जे होस् मजा आयो इन्टरटेनमेन्ट हो जे होस् हौजी खेल्यो मजा आयो है आजको ब्लग चाहिँ अब यहाँ हामी रातिको 1 बजी बुझ जस्तो खाना खाँदैछौँ अनि जित मात्रै
जित होइन हार पनि जित हो। हार पनि जित हो त्यस्तो कोही बात छैन है। अनि आज मेलाको ब्लग चाहिँ अब यहाँनिर खतम गर्नु चाहँदैछ म है, यहाँनिर खतम गर्छु। अनि तपाईँहरूलाई बहुत बहुत धन्यवाद, धेरै धेरै धन्यवाद। मैले पापा खाएर चाहिँ यो ब्लग खत्म। मेरो ब्लग हेरिदिनु भएकोमा, यदि तपाईँहरूले नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है। अनि यसरी नै मैले डेली भिडियो बनाउन चाहन्छु। तपाईँहरूले मेरो भिडियोमा माया गरिदिनुहोस्। बहुत बहुत धन्यवाद तपाईँहरूलाई। अहिलेको लागि भने चाहिँ गुड नाइट, बाई बाई।